हेलो एभ्रिवान। ल आज चाहिँ म्याकमा विन्डोज कसरी इन्स्टल गर्ने भनेर हेरौँ है त। त्यसको लागि चाहिँ सबसे सुरुमा गएर ब्राउजरमा युटिएम भन्ने टाइप गर्नुहोस्। त्यस पछाडि फर्स्टमा जुन आउँछ या mac.getutm.app भन्ने एउटा लिङ्क छ, त्यहाँ गएर यो सुरुमै आएको यो डाउनलोड अप्सनमा थिच्नुहोस्। त्यसले गर्दाखेरि चाहिँ तपाईँकोमा यो .dmg फाइल एउटा इन्स्टल हुन्छ। त्यस पछाडि गएर आफ्नो डाउनलोड्स फोल्डरमा गएर हेर्नुहोस्, या कुनै फोल्डर तपाईँको जहाँ हुन्छ डाउनलोड। त्यस पछाडि utm.dmg यसलाई गएर एप्लिकेसन्समा लगेर राखिदिनु होला। अब यति भइसकेपछि यो इन्स्टल भयो है त। एप्लिकेसन्समा गएर युटिएम भन्ने खोल्यो भने यो एप्लिकेसन रन हुन्छ। यो चाहिँ एउटा पपअप वार्निङ आउँछ, यो चाहिँ केही पनि होइन, जस्ट यसलाई गएर ओपन गर्नु। अब हाम्रो काम भने चाहिँ नयाँ भर्चुअल मसिन बनाउन आँटेको, किनभने अलरेडी तपाईँको कम्प्युटरमा केही पनि छैन। त्यसको लागि चाहिँ अब विन्डोज 11 आइएसओ फाइल भनेर सर्च गऱ्यौँ। अब यो पनि दुई किसिमको हुन्छ कि, क्रिएट अ न्यू भर्चुअल मसिन गर्दाखेरि एउटा भर्चुअलाइज भन्ने हुन्छ, एउटा इमुलेट भन्ने हुन्छ। अब भर्चुअलाइज भनेको के हो त भन्दाखेरि, यदि तपाईँको म्याक यदि एप्पल सिलिकन छ र यदि विन्डोज पनि एप्पल सिलिकनकै लागि बनेको हो भने भर्चुअलाइज गर्न सजिलो हुन्छ। त्यसले गर्दाखेरि फास्ट हुन्छ, सबै कुरा राम्रो हुन्छ, सरसर्ती चल्छ। अब यदि तपाईँले इमुलेट गर्नु पर्यो, यदि तपाईँको आर्म बेस म्याक हो, जस्तै एम सिरिजको म्याक हो, अनि तर विन्डोज चाहिँ तपाईँले x64 आर्किटेक्चरको इन्स्टल गर्दै हुनुहुन्छ भने त्यो चाहिँ डिफ्रेन्ट भयो नि त। त्यसले गर्दाखेरि चाहिँ हामीले एमुलेट गर्नुपर्ने हुन्छ। सिम्पल तरिकाले बुझ्नु पर्दाखेरि अहिलेको लागि चाहिँ हामीले जस्ट विन्डोज 11 इन्स्टल गरौँ। मेरो चाहिँ यो जुन चाहिँ एम सिरिजको म्याक भएकोले गर्दाखेरि तपाईँले पनि गएर अबाउटमा गएर हेर्न मिल्छ यसरी। जस्तै अब इन्टेलको भने इन्टेल बेस्ड विन्डोज इन्स्टल गर्दा हुन्छ, होइन भने आर्म बेस आर्किटेक्चरको भने आर्म बेस आर्किटेक्चरको विन्डोजको आइएसओ फाइल इन्स्टल गर्दा हुन्छ है त। अब यसको लागि जाउँ तल जाँदाखेरि अब यो मेरो आर्म 64 भएकोले गर्दाखेरि चाहिँ यहाँ गएर आर्म 64 को लागि डाउनलोड गर्दैछौँ। यसलाई डाउनलोड गर्ने, प्रोडक्टको ल्याङ्ग्वेज अब इङ्ग्लिसै हुन्छ, त्यही भएर कन्फर्म गर्ने अनि डाउनलोड गर्ने। यसलाई अलिकति टाइम लाग्ने भएकोले गर्दाखेरि मैले अलरेडी इन्स्टल गरेर राखेको छु। त्यही भएर विन्डोज 11 यो .iso फाइल तपाईँले एकैछिन वेट गर्नुभयो भने यो पनि हुन्छ। अब त्यस पछाडि हामी के गरौँ त भन्दा ब्याक टु युटिएममा जाउँ। अब यहाँ जाँदाखेरि अब हाम्रो काम भनेको अहिलेलाई भर्चुअलाइज गर्ने हो है त। भर्चुअलाइज गर्ने हुँदाखेरि भर्चुअलाइजमा थिचौँ। त्यसपछि ऱ्याम कति दिने त भन्ने कुरा हुन्छ। अब यहाँ चाहिँ अराउन्ड 4 जिबीको दिएको छ। अब यो नम्बर डिभाइड बाई 1024 गर्नु हो भने एप्रोक्सिमेट 4 जिबी ऱ्याम हुन्छ। अब यो डिपेन्डिङ अपन तपाईँको कति जिबीको हो, मिनिमम 4 जिबी दिएको राम्रो है त। यो मेरो 16 जिबीको भएकोले गर्दाखेरि चाहिँ मैले 4 जिबी दिएँ है त। अब सिपियु कोर डिफल्ट छोड्दै त्यस पछाडि कन्टिन्युस थिच्नुहोस्, ब्राउजमा गएर थिच्नुहोस्, अनि त्यस पछाडि जुन आइएसओ फाइल थियो त्यसलाई क्लिक गर्नुहोस्, ओपन गर्नुहोस्, अनि यसलाई एज इट इज छोडिदिँदा केही फरक पर्दैन। कन्टिन्युसमा गएर कति जिबी स्टोरेज चाहियो त मिनिमम 32 जिबी दिएको राम्रो, किनभने एप्लिकेसनहरू पनि इन्स्टल गर्नु नै हुन्छ होला। कन्टिन्युस गर्नु। त्यस पछाडि सेयर डिरेक्ट्री भन्छ। यो सेयर डिरेक्ट्री भनेको चाहिँ के हो त भन्दाखेरि, तपाईँको विन्डोज मसिन जुन चाहिँ तपाईँले अब विन्डोज बनाउँदै हुनुहुन्छ त्यहाँबाट चाहिँ तपाईँको एक्चुअल जुन यो म्याक छ, म्याकभित्र चाहिँ फाइल ट्रान्सफर कसरी गर्ने भन्ने कुरो हो। यसको लागि अब यदि गर्न चाहनुहुन्छ भने सिधै कन्टिन्यू थिच्दा हुन्छ, होइन भने ब्राउज गरेर अब कुन फोल्डर चाहिँ तपाईँलाई तपाईँको विन्डोज मसिनबाट चाहिँ चलाउन मिलोस् त भन्ने लाग्छ त्यही गर्दा हुन्छ। अहिलेको लागि मैले डाउनलोड थिचेँ, किनभने डाउनलोडमै धेरै चलाइरहेको हुन्छु। अब यदि तपाईँलाई रिड अन्ली एक्सेस चाहिएको छ भने चाहिँ यसलाई क्लिक गर्दा हुन्छ, होइन भने जस्ट कन्टिन्यू गरेर गर्दा हुन्छ। अरू भनेको एज इट इज छोडिदिँदा हुन्छ। अब सेभ गर्ने। यो चाहिँ अब हाम्रो इनिसियल प्रोसेस सक्यो। त्यस पछाडि अब यो प्ले बटनमा गएर थिच्नु होला। अब यो चाहिँ बुट हुन्छ, कुनै एउटा बटन प्रेस गर्नु, सबै कुरा भने चाहिँ नर्मल हाम्रो विन्डोजको इन्स्टलेसन जस्तै हुन्छ। अब युएस हो, नेक्स्ट गर्ने। अलिकति टाइम चाहिँ लाग्छ है त। अब प्रोडक्ट कि छैन भने प्रोडक्ट कि छैन, द्याट्स इट। अब होम प्रो होम इन्स्टल गर्दैछु अहिलेलाई, केही फरक पर्दैन। अब यो एक्सेप्ट गर्नु, नेक्स्ट गर्ने। अघि हामीले डिस्क सेलेक्ट गरेको छौँ 64 जिबी। अब यो चाहिँ यसलाई सेलेक्ट गरेर हामीले पार्टिसन गर्छ क्या यसले। अब नर्मली नि यो टाइम लाग्छ अलिकति है। अब यो टाइम लागिसकेपछि हामी फेरि रिटर्न ब्याक आउँ त है त। ल फाइनली इन्स्टल भइसकेको छ। अब को पालो भनेको चाहिँ रिजन सेलेक्ट गर्ने हो। यो चाहिँ आफ्नै अब हिसाबले सेलेक्ट गर्दा हुन्छ। अरू अब तपाईँले के काम गर्नुहुन्छ, गेम चाहिँ अब त्यसरी खेल्न मिल्दैन, किनभने म्याक इजन मेड फर
गेमिङ, बट यु क्यान स्टिल ट्राई इट। आई हेभन ट्राइड इट। अब सबै थोक भइसकेपछि लास्टमा गएर इन्टरनेटको लागि सबै थोक इन्टरनली नै कनेक्टेड भएको हुन्छ, त्यसको लागि एउटा ब्रिज क्रिएट भएर बनेको हुन्छ। अरू भनेको त्यस्तै हो है। सबै थोक भइसकेपछि लास्टमा गएर यो सटडाउन गर्नु होला। यहाँबाट डाइरेक्ट क्लोज गर्न खोज्नु भयो भने के हुन्छ भने करप्ट हुनसक्छ, पछि गएर तपाईँको फाइलहरू हराउन सक्छ, त्यही भएर यहाँबाट सटडाउन गर्नु होला। त्यस पछाडि अघि भनेको थिएँ त्यो सेयर डिरेक्टरीको कुरा, त्यस पिसीमा गएर हेर्ने हो भने अब यो जुन फाइल छ यो भने चाहिँ मेरो म्याकमा जुन फोल्डर अघि मैले सेलेक्ट गरेको थिएँ त्यही नै हो। यहाँ गएर हेर्दाखेरि मेरो यदि म्याकमा गएर खोल्ने हो भने फाइन्डरमा गएर डाउनलोड्समा गएर हेर्ने हो भने जुन जुन फोल्डर छ त्यतै फोल्डरहरू यहाँ छ। राइट, सबै थोक भयो। त्यस पछाडि सटडाउन गर्नु होला। पछि आउँदाखेरि फेरि सिधै गएर त्यहाँबाट खोल्न मिल्छ, सटडाउन गर्ने अनि सबै थोक भयो है त। होप इट हेल्प्स। थ्याङ्क यू।